नमस्ते छ सबैलाई। म रगेर मान्छे डिभिजन लागेका। अब घाम लागिरहेछ, आज टल्लै घाम लागिरहेछ र हामी ड्युटी जान लागेका। ड्युटी जाने रास्ता यो हाम्रो रुमदेखि यही रास्ताबाट हामी ड्युटी जान्छौँ, हिँडेर जान्छौँ। बाटो हेर्दाखेरि कस्तो राम्रो कापको बनाएको छ, प्लास्टिकको कापको फुल है। अनि अरू बाटो पारो भन्दा त डराएर त पार चाहिँ भएछ है। धन्न हाँस्दै चाहिँ यहाँ हाँस्दै चाहिँ हेर न हाँसेको आम्बो हो। किचनभित्र पुगेँ, सबैजना ढोकढाक गर्दैछु। यसो ढोक्नु पर्छ होइन, यही हो हाम्रो खानपान दिने। ढोक्दैछु अब ढोकढाक गरेर हाम्रो सेक्सनको हेरेको त राइस साइस निकालेछ केटाले। कहाँ छ कहाँ गएछ यसो हेर्दाखेरि नास्ता खाएर आएछ। यही हो मेरो कमी, मेरो तलको कोट कहाँ छ अरे। मेरो कोट आइकन आइस भन्दै थिएँ म। छ हेर्नु न से भन्दै थियो। म ब्याग चाहिँ राख्दै थिएँ। म त जग्गामै राख्छु र कोट हेर्दा हेर्दै कोट चाहिँ राखिदिएको रहेछ केटाले। अब कोट लगाउँछु भन्दै थिएँ। के काम छ है निकाल, म कोट चाहिँ लगाएर आउँछु, के काम छ निकाल, काटिङ साटिङ छ भने भन् भन्दै थिएँ। सेफ छ कि छ र कोट लगाएर आउनु न भने। ल म गएको भने कोट पेक गरेर आएको रहेछ रेप आएर कस्तो जतनले। अब कोट सोट लगाउन गएँ म। कोट लगाइसकेर आएर यसो हेर्दैछु कस्तो लाग्दैछ भनेर। ठिकै लाग्दो रहेछ मलाई। यसो हेर्दा त यहाँ राइस पकाउने अन मात्रै गरेछ, पाइलट बार्न चाहिँ अनै गरेछ, गरमै भएको रहेछ। र यसलाई मैले अन गरिदिएँ ठक्क पारेर होइन, गरम गरिदिएँ। गरम हुनु लाग्यो होला त। अनि चाइलिन गएको भनौँ, मेरो लागि पनि ल्याए भने हुन्छ चाहिँ भन्छ है। धन्न भनेको कुरा चाहिँ मान्दो रहेछ केटाले। र यसो हेरेको त ला मोरीमा आम्मामा बढ्तो नि त। दाइ के हो पारा भन्दै थियो। यस्तो मेरो पारा भन्दै थियो। ए हो भन्दै ल अनि गरम मेनेजरलाई भन न मान्छे छैन भन्दै थियो। रिसाउँदै थियो यहाँ दाइ एउटा। ल म भन्छु भने ल गर्दै गर्नु न भने भन्नको लागि भित्र गएको त आम्मामा यहाँ पुरा आरती लाग्दै रहेछ हो हनुमानजीको। नमस्ते छ भन्यो हनुमानजीलाई ठक्क पारेर नमस्ते नमस्ते दिएँ। यहाँ फोटो कस्तो राम्रो है हाम्रो भगवान्। जय हनुमान सबैलाई। यसो को मान्छे रहेछ त्यसलाई इग्नोर गरेर यसो रेस्टुरेन्ट देखाउन लाग्यो हजुरहरूलाई होइन। यस्तै छ हाम्रो रेस्टुरेन्ट, तलको हो। माथि पनि छ एउटा, तल पोस्ट दिँदैछ काले। त्यही हो त बार रहेछ। बारमा यसो देखाइदिउँ मन लागेको। के रहेछ दारू के रहेछ होइन, वाइन स्वाइन म त देखाउँछु भन्दै थियो। त खाते जा भने मैले त्यसलाई मजाको यहाँ देखाएर यस्तो राम्रो टल्लो परेको क्रिसमसको लागि होइन। यहाँ खाँदै रहेछ, यहाँ एक्लै ल्याइसकेर खाँदै रहेछ। अनि है के गर्नु अहिले चाय पिएको भन्दै थियो, नास्ता खाएको भन्दै थियो। मेरो लागि खोइ भने त्यही छ। काजु चाहिँ हालिदिइरहेछु मैले है भन्दै थियो। ठिकै गरेछ है भनेको त। काजु साजु हालेर मस्त पार राखिदिएको रहेछ होइन। चाय पनि एक गिलास दिएछ। अनि यसो त राजन आइपुगेछ भर्खर। के गरेको भन्दाखेरि सेपले मार्छ र सुपको रेसिपी कागो भन्दै थियो। हाँसी उठ्छ। अनि यसो गरेको त खोइ रेसिपी निकाल त्यही छ भने रेसिपी भेटेँ भन्दै थियो। हाँस्छ। अनि यता केटालाई यो मिजाको चेन्ज गर्दै रहेछ। यो गार्लिक सालिक होइन टक्कको बर्तन चेन्ज गर्दै रहेछ। र कन्टीको वाइट ससको लागि हान्दै थियो। अनि के गर्दै रहेछ भन्दाखेरि यहाँ चिकन काट्दै रहेछ जबरजस्ती। हाँस्छ काट मलाई काट भने मैले काट्दै रहेछ। सकेकै छैन मराले। त्यही पनि पाराले छ ल हाल्छ भन्दै थियो। नदेखा भन्दै थियो भनेर मैले ले म काटेर देखाउँछु तँलाई, तल काट्न आएको छैन यसरी होइन भन्दै उच्च त्यही गर्दै थियो। ल हट म काट्छु हट भन्ने यसरी हो हेर भन्दै थियो। यो चाहिँ अब डिमसमको लागि हो। टक्कै देखिस् भनेर बोल्यो चापरदार भने काट्दैछु। अर्को पनि हेर यहाँ भने। अनि म चाहिँ काट्दैछु हेर्नुहोस् यसरी काट्छन् भन्दै उसलाई अब मजाले भनेको हो। टक्क काट्दैछु चिकन एकदम मजाले काट्दैछु। काटेकै छैन म पनि तागत दिइरहेछु। ल काटियो देखिस् भन्दैछु म यस्तै हो भन्दै। ललिपप काट्दै रहेछन्। हे ग्रिन काटेको किन काटेको भने मैले हाँस्दै चाहिँ गरेर। केहीजना केटाको गल्ती काटिएको छैन अर्को गएको भन्दै यहाँ डिमसम बनाउँदै रहेछन् फेरि हो। चिकन कोरिएन्डर बनाउँदै रहेछन्। यस्तो यहाँ देखाउन भाइ पहिले फोल्डिङ हानेको भन्दै थियो। लाउनु त भनेर नकपालिस लगाएर केटी जस्तै देखा छन् यहाँ फेरि दाइले हो। आम्मामा स्टाइल चाहिँ दिन्छ नि यो दाइ। डिमसमका सेफ हुन्। देखाउन भाइ भनेर देखाउँदैछु। कत्रै नकपालिस लगाएको छ भाइ दाइ, तपाईँको नकपालिस मात्रै टल्किरहेछ भनेको त हो र भन्दैछन्। अनि यतापट्टि
डिमसम बनाइसकेँ र मलाई एउटा टेस्ट गर्नु भन्दै थिएँ। टेस्ट गरिदिनु लागेको म चाहिँ जुन चाहिँ भिन्दै फोल्डिङ आएर खतरा हाने पिज्जा लिएर आएछ एउटाले कहिले भनेर यो चाखौँ भन्दै थिएँ खाइदिएको मजा लाग्यो गरेर एकदम बबालले। अनि यहाँ अर्जुनले बेल्न सिक्दै रहेछ लास्टमा बाँचेको ठिकै हो नयाँ आएको हो सिक्छस् भने मैले हाँस्दैछु बनाउँदैछ यहाँ चापटले बेल्ने हो बेल्दै सिक्दैछ ठिकै छ स्टेपले सिकाउँदै रहेछन्। देख न ल अहिलेको भिडियो भन्दै थियो फेरि एउटा गर त 2टा हाल्छु म स्टेटसमा हालेको धेरै भयो भन्दै थियो। यो होला फोल्डिङ चाहिँ खाएको थिएँ मैले भन्दैछु। अनि चाहिँ एउटा काम नगरेर सुसीमा काम खतम पारेर यो एउटा भाइ नयाँ आएको गर्दै थियो के गरेको भने मैले के होइन सेप यसकै अर्डर गरेर चाहिँ यहाँ हेर्दैछु भनेको। अच्छा हो र भने के अर्डर गर्दैछु भनेको त देखा भनेको त के होइन सेप भनेर जे बाबा मोबाइल हाल्छ है भन्न जिद गर्दै थियो। नमस्ते भन्ने सक्दिनँ म भन्दैछु हौ खोइ डाले भनेको कि यसो रेस्टुरेन्टभित्र अनि छुट्टी भएर यसो अनि तपाईँहरूलाई यहाँ बिदाबारीको लागि यसो एउटा पोज हानिदिएको ल नेक्स्ट भिडियो जल्दी आउँदैछ। यो पहिला हो यस्तो राम्रोसँग प्यार मोहब्बत दिनु है ल बाई गाइस।